भेना आरामले बाबा र भेना चाहिँ बातमा आउनुहुन्छ अहिले दिदी हामी चाहिँ हाम्रो चाहिँ दसैँ लागेका आमा। हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हो 2 अक्टोबर र आज चाहिँ हो दसैँको टिका। सो ह्याप्पी दसैँ सबैलाई मेरो तर्फबाट। चाहिँ अहिले यस्तो हुन्छ नि तारातारी अहिले म चाहिँ दही लिनुभएको टिका लगाउनको लागि अनि सबैलाई मेरो तर्फबाट ह्याप्पी दसैँ। हामी चाहिँ अहिले अब म दही लिएर आउँछु, त्यसपछि चाहिँ घरमा टिका लगाएर फेरि दिदीहरू आउनुहुन्छ, दिदी बहिनी, अनि त्यसपछि चाहिँ मामा घर जाने। हाम्रो चाहिँ यता आउनुपर्छ दोकानमा जे पनि सामान भयो भने त्यति दूर त छैन, तर गर्मीले गर्दा चाहिँ मलाई बहुत ही ज्यादा दूर लागेको थियो। हाँ वही दे दीजिए दीदी चावल। तो खतरनाक घाम चढ क्या। म चाहिँ दही लगेर जाँदैछु घर। म चाहिँ पुगेर घरको अब चाहिँ हामी टिका लगाउनु रेडी गरिसकेको। अहिले चाहिँ अब सबै रेडी गरिसकेको दसैँको हामी टिका लाउनुको लागि। अनि यो चाहिँ प्लेट सब कुछ रेडी भइसक्यो, हामी पनि रेडी भइसक्यो। हामी चाहिँ अब यहाँ टिका लगाउनु सुरु भइसकेको छ। हाम्रो चाहिँ 2 साल भयो थियो हामीले टिकासँगै लगाउनु नपारेको दसैँको। अनि हाम्रो चाहिँ यो 2 साल बादमा हामीले घरमा टिका लगाउँदैछ आमा बाबाको हातदेखि। म चाहिँ खुसी पनि, मतलब खुसीको साथसाथ म अलिकति इमोसनल भी हुँदै थियो। मलाई दुःख भी लाग्दै थियो और प्लस खुसी भी लाग्दै, मिक्स इमोसन भयो थियो। किनकि सधैँ हामीलाई यसरी लाउनु पाउँदैन। सानोमा चाहिँ के हुन्थ्यो, दसैँ भनेको नि त्यो नयाँ लुगा पाउने, मामा घर जाने, मासु भात खाने त्यस्तो हुन्थ्यो। तर जसो जसो ठुलो हुँदै जान्छ नि त थाहा हुने रहेछ कि भ्यालु भनेको यसको। अन्त त्यही भएर मलाई चाहिँ अहिले दसैँमा जस्तो घरमा मैले एज ए विथ फ्यामिलीसँग जब हुन्छ नि सेलिब्रेट गर्नु पाउँदा चाहिँ एकदमै खुसी लाग्छ। जब घरदेखि दूर हुँदा चाहिँ मलाई यो सब चिज नै मिस हुन्छ। सानो सानो कुराहरू जस्तो घरमा अब सबै पूजाको बेला सबै परिवार जम्मा भएर, अनि मासु भात त के त्यो सब चिजको लागि होइन, जो सब परिवार जम्मा भएर हामीले जस्तो सेलिब्रेट गर्छ त्यो सब कुराहरू नै हामीलाई घरदेखि दूर हुँदा नै हामीलाई थाहा हुने रहेछ। अरू मिस पनि हुन्छ धेरै चिजहरू। यसमा चाहिँ बहिनीले मलाई यतिकै जिस्काएर आएको थियो, नारू के हुँदैन भन्दै। अन्त अहिले चाहिँ आमादेखि आशीर्वाद दिनेको पालो। हामीले चाहिँ टिका अलरेडी लगाइसकेको थियो आमादेखि, त्यो क्याप्चर गर्नु पाएन। अनि अहिले चाहिँ ढक गर्दैछु, आशीर्वाद लिँदैछु आमादेखि। अनि बहिनीले चाहिँ यसरी नै जिस्काइरहेको छ कि आमालाई सधैँ राम्रो लाग्छ। अन्त अहिले चाहिँ मैले बहिनीलाई टिका लगाउने पालो। अब जस्तो भए ठुल दिदी मतलब अब म दिदी नै हो उसको, ठुल त होइन। त्यही भएर मैले टिका लगाइदिन्थेँ थियो बहिनीलाई। अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ ठुल दिदी बहिनी आउनुभएको थिएन। अनि त्यही भएर हामी जस्तो बहिनी हामीले चाहिँ अब घरमा हुनेहरूले चाहिँ टिका लगाइसकेको थियो बाबा आमाको हातदेखि। अनि अहिले चाहिँ मैले बहिनीले मेरो हातदेखि लगाउँछु भने अनि त्यही लगाउँदै थिएँ मैले चाहिँ टिका। अनि त्यसपछि चाहिँ हाम्रो त अब दिदीबहिनीमा हाँसी मजाक प्लस यही साथी जस्तो। अनि ढोक्नुपर्छ र भनेर भन्दै थियो। अनि मैले भनेको ढोक्नु त परिहाल्यो दिदी होइन। अनि त्यसपछि यत्तिकै हाँसी मजाकको साथसाथ टिका लगाइसके भर्खर आमा बाबाको हातबाट चाहिँ मामा आउनुभएको थियो, सानो मामा। अनि मामालाई ढोकेर त पर्दैन भनेर मामा चाहिँ शरम गरेर, अनि यहाँ चाहिँ हामी ढोक्दै थियो मामालाई। अन्त ठिक्कै ठुल दिदी भेना पनि आउनुभयो, किनकि उनीहरू अलिकति ढिलो नै भयो आज। उता अब भेनाहरूकै यताउता जाँदा टिका लाउँदा ढिलो भयो। अनि हामीले चाहिँ अलरेडी लगाइसकेको थियो टिका। घरमा हुनेहरू चाहिँ हाम्रो माइली दिदी चाहिँ आउनु पाएन, त्यही भएर उनीहरूलाई चाहिँ धेरै मिस भयो योपालि पूजामा, खास गरेर हाम्रो सानो नानीलाई, छोरीलाई। अन्त अहिले चाहिँ ठुल दिदी र भेना टिका लाउनु हुँदैछ बाबाको आमाको हातदेखि। त्यसपछि चाहिँ हामी टिका लगाएर हामी मामा घर जानु लागि उयो गर्छु, रेडी गर्छु। अहिले चाहिँ दिदीहरूको टिका भइसक्यो, अहिले चाहिँ आशीर्वाद लिँदै बाबाबाटदेखि। अनि त्यसपछि चाहिँ हाम्रो दिदीदेखि आशीर्वाद लिँदै चाहिँ दिदी भेनादेखि टिका अलरेडी लगाइसक्यो, त्यो पनि क्याप्चर गर्नु पाएन, सरी। त्यही भएर यो चाहिँ हामी ढक गर्दै थियो बहिनी र म ठुल दिदी भेनालाई। अनि त्यसपछि दिदी भेना भनेको त आमा बाउ बराबर हिँड्दा हो। अन्त त्यसपछि यहाँ चाहिँ फेरि दिदीलाई पनि त्यो पनि मैले क्याप्चर गर्नु पाएन, आमाले टिका लगाइदिनु भएको। अनि यहाँ चाहिँ दिदी भेना आमालाई ढकाउनु। दसैँमा माइत जाँदा यसरी लगेर जानुपर्छ है। हमारे नेपाली में जो अभी फेस्टिवल है दसई, जो कि हम दशहरा को बोलते हैं, जब हम अपने मामा घर जाते हैं तो ये सब लेके जाते हैं।
हामी चाहिँ अब मामा घर जानु निस्केको यस्तो गर्मी यो भी त लानु पर्यो आइडाको दिदी भेना दुवैजना आउनुभयो अब टिका सिका लगाइ भयो यता चाहिँ घरमा चाहिँ अब चाहिँ मामा घर जानु लागेको कुतो ह्याप्पी दसैँ कुन चाहिँ ब्याग भेना आरामले बाबा र भेना चाहिँ बादमा आउनुहुन्छ अहिले दिदी हामी चाहिँ हाम्रो चाहिँ दसैँ लागेका आमा यहाँ हेर्नु न कहाँ रस्तामा हेर्नु न कता हेर्नु हौ अहिले चाहिँ ठुलो दिदी आमा म बहिनी अनि भाइ हामी 5 जना जाँदैछु गाडीमा अनि बाबा र भेना चाहिँ ठुलो भेना चाहिँ बादमा बाइकमा आउनुहुन्छ अनि हाम्रो चाहिँ हाँसी मजाक चलि नै रहेको थियो यत्तिकै मजाक गर्दै यस्तै हाम्रो चाहिँ त्यसपछि यस्तो गर्मी थियो अब चाहिँ जानु रेडी भएको तातो त यता पनि तातै ठिक पर्यो डढ्यो तातेको छ यता चाहिँ हामी जाँदैछु सबैजना कुराकानी गर्दै 3 दिदीबहिनी आमा अनि भाइ हामी अनि त्यसपछि के मजाक गर्दै त्यस्तै हाम्रो कुरा चाहिँ कहिले खत्तमै हुँदैन कि अनि त्यसपछि गर्मी त त्यति नै त नभन्नुहोस् अनि यहाँ चाहिँ यति राम्रो भ्यू छ हेर्नु यो सब भ्यू हेरेर साँच्चै भनेको मलाई जहिले पनि एउटै मैले यो जग्गाको कति क्याप्चर गरिसकेको छ प्लस आज मौसम पनि एकदमै राम्रो थियो बिहान नै घाम लागेको थियो यहाँ यस्तो दामी ब्लू स्काई प्लस त्यो बादलले गर्दा यति दामी देखेको थियो त्यही भएर मलाई चाहिँ क्याप्चर गर्नु मन लाग्यो बहुतै राम्रो लाग्छ मलाई यो भ्यू चाहिँ अनि त्यसपछि हामी चाहिँ जाँदै थियो दिनमै गएको थियो त्यही भएर गर्मी चाहिँ धेरै एकदमै गर्मी थियो अनि त्यसपछि मलाई यो त अति राम्रो लाग्छ नि ग्रिन पुरा हरियो घाँस प्लस यो ब्लू स्काईले गर्दा यति सुन्दर देख्छ भ्यू अहिले चाहिँ हामी पुग्नै लागेको थियो आधा बाटो पुगिसकेको थियो किनकि हामी ढिलो नै निस्केको थियो घरदेखि अन्त त्यसपछि चाहिँ यहाँ चाहिँ बहिनी भिडियो क्याप्चर गर्दै मलाई जिस्काउँदै थियो के भन्दै आमा दिदी मलाई चाहिँ अनि त्यसपछि चाहिँ यहाँ हामी कुराकानी गरिरहेको छ हामी त्यसरी नै पुग्नु लागेको थियो अनि यसरी स्माइल गर्न हाई गर्न भन्दै बहिनी चाहिँ के भनिरहेको थियो अघि बसेर अनि मैले चाहिँ त्यतिकै हाई भनेर भने त्यसपछि चाहिँ अब गरम हुन्छ बाहिरमा गरम भएर के भन्नु भयो कोला बतान पाकेर यस्तो पोलेको नि घाम पानी लिच्चे पुग्यो भर्खर मामा घर त्यहाँ एउटा फोनमा त्यसलाई उयो भन्छ पोसेर त गर्ने खाले चाहिँ नि यो पुरा बुझ्छ नि यस्तो हाँस उस त पसिनै चाहिँ चिया बनाउँदैछु मेरो काम चाहिँ सधैँको चिया बनाउने हो तिमी चाहिँ कसरी खान्छ त्यहाँ सुप पकाएर बेला चाहिँ सबैजना आइपुग्नु भएको थियो छेमा काकाहरू सबै परिवारहरू जम्मा भइसकेको थियो त्यही भएर भेट हुँदै थियो यहाँ चाहिँ किनकि हाम्रो यस्तो हर साल हुँदैन इयरली वन्स भन्दा पनि 2-3 सालमा एक बार हुन्छ त्यही भएर अहिले चाहिँ फ्यामिली ग्यादरिङ भनेको नै यही हाम्रो लागि चाहिँ दसैँमै हुन्छ हाम्रो चाहिँ फ्यामिली ग्यादरिङ अनि त्यसपछि चाहिँ गरम भएर बसिरहेको छु गर्मी भएछ नि यता चाहिँ मेरो बहिनी मामाको छोरी चाहिँ 2 जना फुपूलाई आमा र छेमाको आशीर्वाद लिनको लागि बिचरा खडा भइरहेछ पछाडि यस्तो छ यो शर्मिल 2टा फुपूलाई ढोक गर्नुको लागि पछाडि खडा गरिरहेछ अनि अब चाहिँ जाने बेला भएको थियो घर यो चाहिँ हो लक्ष्मी मन्दिर जो कि नामै हो यहाँको लक्ष्मी मन्दिर भनेरै चिन्छ यो जग्गाको यहाँ चाहिँ एकजना नानीहरू टिका लाउन आउनुभएको थियो बाजे बोजूको हात देखेँ अन्त उनीहरू टिका लाएर ढोक गर्दै थियो सानो भाइ मामाको छोरा अनि यसलाई देखेर सबैलाई देखेर ऊ पनि ढोक्दै यतादेखि उता कुदिरहेको थियो खुसी भएर पाहुना आएको देखेर अनि यति बेला चाहिँ हामी घर फर्किएको हामी सबैजना दिदी बहिनीलाई छोडेर त्यसपछि हामी चाहिँ अब पुग्नु लागेको दिदी बहिनी चाहिँ आउँदै थियो पछाडि बाइकमा अनि हामी चाहिँ जानु लागेको किनकि ढिलो भयो घर मामा घरदेखि निस्किँदै फाइनली हामी चाहिँ घर आइपुग्यो मेरो बहिनी पनि आएको छ घुम्नुको लागि चुडी त्यो वाला याद छ तल अहिले बे यहाँ बहिनीलाई ब्रेसलेट चाहियो रे याद छ त अहिले बे किन त्यहाँ हेरौँ पाइन भने बजारबाट अनि त्यो उत्तामा गिरेर ठप गरेर टुट्यो तेरो स्ट्रङ रहेछ मेमोरी नि कति खानु मन परेको लाग्छ यहाँ 5 रुपियाँसम्म
एक दे दीजिए, ज़्यादा ना खा दीजिए। फ्लैश नगर्दैन लाइट फ्लैश अन छ। यहाँ आएको छ कति सालको बाद भेट भएको। हेलो यहाँ बहिनीको छोरा सुतिरहेछ। छोरा लिएर आएको छ ठुली आमा हामी यहाँ छ। आइजाऊ बाबु बेबी। यति बेला चाहिँ भाइ र बहिनी दोकान जाने भने मामा छोराछोरी अनि म चाहिँ लगेर जाँदै थियो उता दोकान हिँड्न त भनेर। अनि सानो नानी केटाकेटीसँग जानै राम्रो लाग्छ कि के कुरा गर्दै त्यो फुच्चे झन् पुरा खुसी भएर दुईजनासँग त्यही छेउको दोकान जाँदै थियो। अनि यति आउँदै रहेछ राम्रोसँग क्याप्चर भी गर्नु पाएन। अनि के अरे के कुरा गरिरहेको छ नि त दिदीभाइ हो दुईजनै। अनि हामी के कुरा गर्दै जाँदै थियो। अनि उसको मम्मी पापा पनि त्यही दोकानतिरै थियो। अनि मैले चाहिँ जाऊँ न त दोकान भन्दै घुम्नु पनि हामी दुईजना नानीलाई लगेर म जाँदै थियो छेउकै दोकान। म चाहिँ भाइ बहिनी सबसे सानो भाइ बहिनी डराउँदैछ दुईजनै कुकुर देखेर थियो। मलाई उयो याद आयो 2022मा भिङ्कीलाई टिका लाग्दा बाहिर जान्छु हिलेको आए नितु जा त बकिँदैन है त। नितु टाइट हालै देखाउँछु म। गरम भएछ यहाँ पङ्खै चल्दैन नि। त्यो दुईजना बिजी दक्षिणा मेमे आमा लगाइदिनु न भिङ्कीलाई टुल हेरिरहेको राख अहिलेदेखि नै जम्मा पारेर राख आइडा म्याडम यहाँ बिजी छ। अनि तर पनि ठुली आमाले लगाएको यतिकै नामको लागि लगाइदिनु न जस खास भिङ्कीलाई। ठुली आमा हेरेको हेर्न त्यसले तेरो आगाले बुझ्यो क्या ना के अरे घिसिङ भन्दा पैसा त च्याप्प पक्रिँदो रहेछ त्यसले पनि। नानीलाई लगाइदिनु अलिकति ठुलो मान्छे हुनुपर्छ है ल। भयो भयो एकबार हुनु दिन बिचार हाम्रो सिकीलाई पनि लगाउनु पाएको होला। नितु पक्रिदे होइन नितु पक्रि छैन धेरै बोजूसँग धेरै भगाउनै पो दिनु ल। भिङ्की ढोक्नु जाँदैछ हुन्छ हो पर्दैन ढोक्नु। भिङ्कीको याद आयो 2022। यहाँ चाहिँ हामी हाँसी मजाक गरिरहेको थियौँ पहिलाको के कुरा गर्दै जिस्काउँदै थियौँ बहिनीलाई। यो बाबु चाहिँ मेरो छेमाको छोरीको छोरा हो मेरो बहिनीको छोरा। रिसेन्टली भएको अहिले आज चाहिँ त्यो टक्रक्कै 3 मन्थ्स पुग्यो। मलाई चाहिँ बाबुलाई हेर्दाखेरि चाहिँ मेरो दिदीको छोरी याद आउँछ। यति क्युट यति सन्तोकी छ। आजको दिन चाहिँ एकदमै रमाइलो भयो आफ्नो परिवारसँग भेटघाट प्लस बहिनी आएको बाबुलाई लिएर। ल आजको लागि यति नै बाई बाई सी यु टुमोरो।